अहिले रातिको 12 बजिरहेको छ र हामी निस्केको छौं सेकेन्ड डिनर गर्नको लागि बाहिर। अनि मेरो हजुरलाई केएफसी खान एकदम मन थियो दुबईको, त्यही भएर फर्स्ट टाइम केएफसी ट्राई गरिराखेको छ। मैले चाहिँ पहिला पनि ट्राई गरेछु। ट्राभल गरिराख्ने बानी भइसकेपछि चाहिँ त्यही कुरा डिफ्रेन्ट ठाउँमा कस्तो खालको टेस्ट हुन्छ भनेर ट्राई गर्नु मन लाग्छ नि त। ड्रिङ्कमा चाहिँ पेप्सी लिएको थियौँ, त्यस्तो मिठो चाहिँ लागेन। यो फ्रेन्च फ्राइज पनि राम्रो थिएन, ड्राई थियो, टेस्टलेस। बट यो चिकन स्ट्रिप्स, ओ माई गॉड, कस्तो मिठो, फ्रेश एन्ड जुसी। यो वाला थाई पिसको चाहिँ स्किन चाहिँ ओइली थियो, बट स्टिल द मीट वाज जुसी। अनि पालो आयो मेरो फेभरेट कुरा, बर्गरको। यो चाहिँ माइटी जिङ्गर बर्गर थियो, माइती होइन नि फेरि, माइटी। यो पनि राम्रो लाग्यो मलाई, इट वाज गुड। अनि यस्तो तातो थियो, मुख नै पोलेर। मिडनाइट क्रेभिङ्स त आइ एम स्योर हजुरहरूलाई पनि हुन्छ, हामीलाई पनि भयो, अनि हामीले चाहिँ यो खायौँ।